सक्नुहुन्छ र आउन सक्नुहुन्छ। यो दमकको नजिकै पर्ने रहेछ। नि बनाउन त एकदम दामी तरिकाले नै बनाएको छ। रोड पनि पुरा विदेशको सिस्टमले बनाएको रहेछ। यहाँ चाहिँ अब पहिला यो जेन्जी आन्दोलन भन्दा अगाडि चाहिँ यो भ्यू टावरमा चढ्नको लागि चाहिँ 100 रुपियाँले चाहिँ माथिसम्म पुगिन्थ्यो भने अहिले चाहिँ अब पुरै तोडफोड भएर भित्र जान नसक्ने अवस्था रहेछ। अब हामी नेपाली विदेशमा गएर चाहिँ लगभग नेपालको 10 देखि 15,000 तिरेर चाहिँ त्यो बुर्ज खलिफा यस्तो चढ्छौँ। तर हामी नेपाली भएर यो के भन्छ आफ्नै देशको संरचनाहरूलाई चाहिँ सदुपयोग गरेर यसको आर्थिक वृद्धि चाहिँ गर्न चाहँदैनौँ। यसरी तोडफोड गर्छौँ र अर्काको देशको मात्रै देख्छौँ। आफ्नो देशमा चाहिँ हामीहरू केही गरौँ केही भन्ने चाहिँ हुँदैन। यसरी तोडफोड गर्छौँ। हेर्नुहोस् 100 रुपियाँमा माथि टुप्पोसम्म पुगिन्थ्यो भने अहिले चाहिँ पुरै क्लोज छ। यो पनि पुरै विदेशको जत्तिकै रोड एकदम माथि मान्छे हिँड्ने छ। तल पुरै दामी रोड बनाएको छ। अब मान्छे चिया बगान अहिले चियाको सिजन छैन जस्तो छ।